हेलो एभ्रिवान, वेलकम टु माई अनदर मिनी ब्लग। अनि मेरो बिहानको सुरुवात चाहिँ एक गिलास पानी खाएर भयो। अनि खाजा बनाएँ, खाएँ, अनि चट्ट लगाएर मकै बनाउन थालेँ। हाम्रो चाहिँ लगभग मकै भाँचिएर सकिसक्यो। मकै भाँचेको चाहिँ मैले भिडियो लिन पाइनँ, तर मकै बनाएको चाहिँ भिडियो लिन पाएँ। हाम्रोतिर चाहिँ आधी मकै चाहिँ नाङ्गे जुत्ता बनाएर राख्नुहुन्छ, आधी मकै चाहिँ छराएर सुकाएर बोरा नभए ड्रममा स्टोर गरेर राख्नुहुन्छ। त्यस्तै हो साथीहरू, मकै भाँचेपछि चाहिँ हतार हतार बनाउनुपर्छ, एकछिन बस्न पाइँदैन, पानी आउँछ भन्ने डर हुन्छ। अनि बरु सकेर आनन्दले बस्ने हो। अनि कस्तो हात दुखिरहेको थियो, अनि म चाहिँ मम्मीलाई जिस्काउँदै थिएँ, कति मकै बनाउनु भन्दै जिस्काउँदै थिएँ। अनि एकछिनमा चाहिँ मैले खाना बनाएँ, अनि सबैले खायौँ। दिउँसो चाहिँ अङ्कलहरूले दाउरा ल्याइदिनु भएको थियो। अस्ति हामीले दाउरा सिफारिस दिएको थियौँ। अनि म चाहिँ यहाँ नाच्दै थिएँ। अल्छी लाग्यो भने चाहिँ साथीहरू नाच्नुपर्छ क्या, केही गर्नु पर्दैन, नाच्नुपर्छ, एकदम फुर्तिलो जाँगर आइहाल्छ। अनि मम्मीले चाहिँ जुत्ता ओसार्नु थाल्नुभएको थियो, अनि म चाहिँ भट्टाभट जुत्ता राख्न थालेँ। मलाई चाहिँ खासै जुत्ता राख्न चाहिँ आउँदैन, त्यही पनि जसोतसो मिलाएर म चाहिँ त्यहाँ जुत्ता राख्दै थिएँ। यस्तै हो, अब मकै भातको सिजनमा एकछिन फुर्सद पाइँदैन साथीहरू, अलिक पछि चाहिँ फुर्सद हुन्छ। अनि अब नआए पनि जसोतसो मैले चाहिँ मिलाएर राखेँ। यो पनि मैले नै मिलाएर राखेको, यो पनि मैले नै मिलाएर राखेको। अनि दिउँसोतिर चाहिँ मलाई एकदम भोक लाग्यो। मलाई बरु बाहिर जाँदा मलाई भोक लाग्दैन, घरमा बस्यो भने त एक छिनछिनमै खानुपर्छ, यस्तो भोक लाग्छ। मलाई मात्र हो कि तपाईँहरूलाई पनि हो? हेर्नुहोस् है, मेरो स्किल्स हेर्नु, त्यहाँ कटिङ स्किल्स तपाईँहरूलाई मन नपऱ्यो नि, मलाई चाहिँ एकदम मेरो फेभरेट भयो, मेरो आफ्नै स्किल्स। अनि मैले चाहिँ चाउचाउ साँधेर खाएको थिएँ, एकदमै मिठो भएको थियो। अनि बेलुकातिर चाहिँ म घाँस काट्नु गएँ। मेरो चाहिँ ड्युटी हुन्छ क्या, जहिले पनि घाँस काट्नुपर्छ। अनि दुहुना छ नि त घरमा। अनि म चाहिँ सररर नहरको बाटो एक पारी घाँस बोकेर आएँ। घर आएपछि चाहिँ फुलमा पानी लगाएँ। मलाई चाहिँ फुलहरू रोप्नु एकदमै मनपर्छ नि त। अनि फुलको सोखिन भएपछि फुलको देखरेख पनि गर्नु पर्यो नि त। अनि बेलुका बेलुका सिन हेर्दै रमाएँ। बाई बाई।